ल हेर्नुहोस् त यो मान्छेलाई ठिङ्रिङ्ग उभिने बुवाङ्ग लड्ने अनि निच्चा हाँस्ने अनि यसरी कराउने उसले बोलाएको त्यहाँ अनि यो कोठा कति मिलाउनु मैले यो कोठा मैले बिफोर क्लिनिङ एन्ड आफ्टर क्लिनिङ द रुम लुक सेम अनि यो नमिलाउँ पनि चला दौडेर ड्याङ आफ्नै खुट्टामा लाग्छ के हुन्छ अनि आफैलाई दुख्छ चकचके यसलाई वाह कस्तो मजा यसलाई यति छोड्यो भने भरेको सुसु चढेर जान्छन् अनि अस्ति एक दिन जब क्याम्पिङ गएको घुम्नलाई केटीहरू के लेख्छन् पूजन तेरो त मोज छ अबे मोज गर्नलाई घुम्न गएको अब नत्र यस्ता गाइनेलाई त अबुई पिट्न मिल्दैन गाली गर्न मिल्दैन के गरेर पनि बुझ्दैन ल लडेर पनि मक्क पर्ने अनि एक्लै छ भनेर रमाइलो हुँदैन एक्लै छ भनेर झन् रेस्पोन्सिबिलिटी बढ्छ है गाइज किनकि उसलाई पकाउने बेला हेर्न मिल्दैन तातो तेलमा केही होला भन्ने हुन्छ कति डर छ पकाउने बेला अनि भुइँमा राख्थ्यौँ कहाँबाट हामीले नदेखेको कुरा उसले देख्छ कहाँबाट के भेटेर खाइदिन्छ जहाँ पाए त्यहीँ गरेर बसिदिन्छ होइन मजाले भन्यो भने के ओ माई गड पुजन यु आर डुइङ सो गुड भन्यो सिकिराख अबदेखि फेरि मैले मोज छ भने कमेन्ट देख्यो भने मेसेज देख्यो भने ल विथ द्याट नोट मैले एउटा ह्याक पत्ता लगाएँ होइन यदि अहिले गर्मी छ नि डेन्जर हाम्रो घरमा नि एसी बिग्रिरहेको छ भोलि पठाउनु आउँदैछ होइन यो चाहिँ जेनरल नलेज अनि यो ठ्याक्क फ्यानमा चाहिँ अब मैले त प्लास्टिक बोतल देखेर होइन मैले प्लास्टिकमा मजाले आइस हालेँ अनि त्यसपछि पुवाल पारिदिएँ कि बिचमा त्यो यस्तो मिठो हावा दिँदो रहेछ यस्तो मिठो दिँदो रहेछ धेरै टाइमको लागि चाहिँ होइन तर टेम्पोररी चाहिँ दिस इज गुड वान है गाइज यु क्यान ट्राई इट अब मेरो खासै रिस त धेरै जाँदैन होइन जसलाई जसम्म पुग्छ गर्मीमा ट्राई गर्दा हुन्छ एकदम राम्रो चिसो अब ल बाई थ्याङ्क यू